90 डिग्री पार्किङ कसरी गर्ने हो भनेर यहाँ मैले हजुरहरूलाई भिडियो सिकाउँदैछु ल हेर्नुहोस् यो यहाँ 90 डिग्री पार्किङ कसरी गर्ने भनेर म हजुरहरूलाई देखाउँदैछु ल किनकि आबुधाबी हो अब जस्तै पार्किङ टेस्ट हुनुभन्दा पहिला यहाँ यो प्र्याक्टिस हुँदैछ यहाँ मेरो साथीले सिक्दै होइसिन्छ यहाँ जस्तै 5 वटा कोन हुन्छ हेर्नु है 5 वटा कोन हुन्छ अब यहाँ आउँदै होइसिन्छ यो कोनमा सिधा आइस्यो यहाँ चाहिँ यो फर्स्ट कोन हुन्छ हैन फर्स्ट कोन तर अगाडि गयो अझै ल यो कोनबाट उहाँले गाडी सिधा गरेर अहिले उहाँले त्यसै अगाडि लैजानु भयो ल अब रिभर्स गर्दै हुन्छ यो फर्स्ट कोन हो फर्स्ट कोनलाई अनि अब हामीले त गाडी बिस्तारै रिभर्स गर्दैछौँ अनि गाडी रिभर्स गर्दै जाँदा त्यहाँ जस्तै पछाडि फेरि दुईवटा कोन छ नि अब त्यहाँ हेर्नुहोस् है उताको कोनलाई उहाँले फलो गर्दै होइसिन्छ त्यसरी त्यो कोन देखिसकेपछि उहाँले गाडी सिधा गरिसिन्छ अब सिधा गरिसकेपछि उहाँले गाडी सिधा गर्दै होइसिन्छ जस्तै यहाँ योनिर पनि राखिन्छ कि त्यसले आफ्नो सोल्डरका सिधा भयो भने गाडी ठ्याक्क 90 डिग्री पार्किङ यसरी गरिन्छ हजुरहरूलाई यदि 90 डिग्री पार्किङ र प्यारलल पार्किङ भन्ने हुन्छ यो चाहिँ अहिले उहाँले सिक्दै हुनुहुन्छ 90 डिग्री पार्किङ हो है अब गाडी बाहिर निकाल्नु भयो ल यहाँ निकालिसकेपछि उहाँले त्यो कोनलाई हेर्नुहुन्छ उता पनि कोन छ नि त्यो कोनबाट उहाँले अब गाडी सिधै राइट मोडिसिन्छ राइट मोडिसकेपछि ल हेर्नुहोस् ल अब गाडी उहाँले सिधा मोडेर त्यता लानुभयो यो 90 डिग्री पार्किङ है अब 90 डिग्री पार्किङबाट उहाँले निकालिसकेपछि अब गाडी यता गऱ्यो सिधा आएर अब उहाँले यो कोनको फलो गर्दै होइसिन्छ यस्तै यो धेरै राम्रो ठाउँ एरिया छ यो आबुधाबी हो यहाँनिर 90 डिग्री र प्यारलल पार्किङ अनि 90 डिग्री प्यारलल पार्किङ कसरी गर्ने भनेर हजुरहरूलाई मैले यो 90 डिग्री हो अब फेरि नेक्स्ट भिडियो प्यारलल पार्किङको बारेमा हजुरहरूलाई राख्नेछु।